अब चाहिँ हामी पुरै रेडी भएर काली चोकतिर जाँदैछौँ। केटाहरू यहाँ छ सब। यो गुड मर्निङ गाइस। कोही राति हाम्रो सुते छैन। केटा हो कता हामी कालिम्चोक जानु। ल अब हामी निस्केको। अब अलि अगाडि गएर भेट। हाम्रो यहाँ टक्क स्कुटरहरू टेस्ट ड्राइभ गरेर हामी चाहिँ अब कालीचोकतिर निस्केको। अब सिधै म चलाउँछु, मेरो पछाडि अब को बस्छ। यहाँ हाइकिङ स्टिकहरू छ केटा हो। हामी चाहिँ होटलबाट निस्किसक्यौँ। कालीचोकतिर जाडो भएर यसलाई जाडो ज्याकेट लगाइरहेको छ बाटोमा। यो बाटो हेर्न सक्नुहुन्छ। हामी चाहिँ हिँडिसक्यो। यस्तै छ पारा। A few moments later. देखेर यहाँ रुकेको छौँ। कपिराइट लाग्छ। अब यहाँ रुकेको छौँ। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। बाटो त साएको छ है त मेरो हात यस्तो भएको छ। मेरो कस्तो होला चलाउँदा आउँदाखेरि। हिजो त बुढेर झन्डाले बाटोमा दियो न त्यसलाई थर्काएर भयो नि। अलि धेरै नै अगाडि आइसक्यौँ। केटाहरू आउँदैछ स्कुटरमा आरामले। हामी चाहिँ आइसक्यौँ। मेरो हात यस्तो भइसक्यो चलाउँदा झन् यो हात ब्रेक हान्दा बाटो यस्तै छ। ऊ हामी जाने भनेको चाहिँ ऊ त्यहाँ हो, त्यो डाँडा जाने हो। यस्तै हो गाइस। यहाँ गर्मी नै रहेछ। ओ तेरो स्कुटरको डिक्कीमा मेरो हुडी राख्दैन। यहाँ घाँटी छ्याप्प भयो हिजो चलाउँदा धुलोले। त्यही भएर आज रुमाल लगाएर छ। बाटो यही हो बिजोक। अरू तलसम्म चाहिँ बाटो ठिक थियो। यहाँबाट त छ्याउ छ अलि अगाडि। यस्तो अल्छी लागिसक्यो चलाउँदा। पिस छ ठाउँ। वर्थ इट। अझै आइपुगेन केटाहरू। कति पर्खिनु। पर्खिँदै तपाईँहरूलाई म अलि अगाडि गएर मासतिर गएर ब्लग कन्टिन्यू गर्छु। यहाँ एकछिन रेस्ट गर्छु। केटाहरू कतिखेर आउने हो। लालीगुराँसै देखेन नि। लालीगुराँस देखेन नि दाजु। अनलकी हो नि। म ठ्याक्कै 1 वर्ष अगाडि यही डेटमा आउँदाखेरि भुन्टे ठ्याक्क लालीगुराँस थियो कि यहाँ सब। तर यिनीहरूको केटाहरूको लक रहन्छ। लालीगुराँस देखेन। ठाउँ चाहिँ चिसै छ। यस्तै हो गाइस। घुम्न जान चाहिँ छोड्नु नै हुँदैन यो उमेरमा। A few inches later. यो गाइस बाटो चाहिँ यस्तो गिदी एप्स छ। मलाई बल्ल यसले पालो दियो। पछाडि झन् दुख्ने है। उफाल्दो रहेछ। यहाँ मेरो हात चिसो भइसक्यो। हात त पुरै छोड्नु यस्तो चिसो छ। मजा लिएर आउनु बिर्छु नि। लिएर आउँछ भने यस्तै छ गाइस। अब के सामान छुट्यो। अब हामी चाहिँ अब पुग्न लाग्यो पुरी भिलेज चाहिँ। बाटो यस्तो छ। त्यसमा चाहिँ चिसो उस्तै छ। यसको ब्याट्री डाउन भयो भने चाहिँ बिजोक हुन्छ स्कुटरको। Hours later. गाइस ओभर नै चिसो छ। यहाँबाट चाहिँ हामी अगाडि लागेको। हात खुट्टा कामी छ। हामी हिउँ पर्दा यस्तो छ। हिउँ पर्दा कस्तो होला सोध्न यो ठाउँ। पागल चिसो। धन्न हुडी लगाएँ। मै भनेको होइन केटाहरूलाई। अझ जाडो छैन। हावा पनि लगाइरहेको छ देख्छ। अझै गाइस अब हामी कुरी भिलेज जान्छौँ। त्यहाँ चिया खान्छौँ जाडो। त्यसपछि कालिम्चोक माथि मन्दिर जाने, दर्शन गर्ने, फर्किने। यस्तै हो गाइस। अब चाहिँ हामी कुरी भिलेज ठ्याक्कै पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ तपाईँहरू कुरी भिलेज यो चिसो छ। पुरै हुस्यो लगाएर केही देखेको छैन। पुरी भिलेज यो कुरी भिलेज हो। त्यो ओपर नै चिसो। हामी तल बस्ने एकछिन। आउँदाखेरि चाहिँ चक रहेछ नि सिधै उफाल्दो छ। ओ यही हो गाइस कुरी भिलेज। वेलकम कालिम्चोक कुरी भिलेज। अझै यहाँ कालिम्चोकमा है हामी
पुरी भिलेज ओभर जाडो हो अनएक्सपेक्टेड थियो यस्तो जाडो हुन्छ भनेर मलाई त थाहा छ म त होला किन भने अझ हाफ प्यान्टमा आउने हो केटा त देख युवा जोस जाडो हुँदैन भनेको थियो तर यस्तो साइको जाडो सोचेको थिइनँ क्या है दोस हिउँ पर्दा भने के हुन्छ होला सोध्न तेरो हात अहिले यस्तो गर्मीमा त कति 6 डिग्री सेल्सियस छ यहाँ भनेपछि जाडोमा झन् कस्तो होला हौ दोस्रो पछाडिको टाङ लाग्यो हात कामिरहेको छ यार तेरो काम मेरो यहाँ मेरो हात छाम्छ त्यो नन चलाएर आएको त मैले ओए नन रे मैले कत्रो चलाएको झन् के हो रे अहिले केटाहरू चाहिँ माथि हो अहिले हामी यतिकै एउटा फोटो किन्ने ठाउँ मात्रै खोज्दै हिँडिरहेको अहिले यतिकै फाइनली हामी आइपुग्यो है ठाउँ चाहिँ यस्तो बवाल छ नि धेरै धेरै ठाउँ चाहिँ मान्नै पर्छ अहिले हामी कहाँ केबल कार चलाउन लागेको है केटा हो यहाँ दुईजना यहाँ यो अगाडि हो केटाहरू दुईजना म्यान जुङ्गे के रे केपी शर्मा ओलीले धेरै भिड छ है केटा हो केपी ओली कसले रे उद्घाटन गरे केपी ओलीले उहाँले मलाई यत्रो दुनियाँले गाली गरेको छ सराप्या छ भिड हेर्न सक्नुहुन्छ साइको भिड छ यहाँ त आम्बो हामी केबल कारमा उता केबल कार आएन यहाँ कारमा गएर भेट्छौँ भन्न अब हामी केबल कारमा गएर भेट्छौँ है त अझै ठ्याक्कै हामी यहाँ केबल कार अगाडि है हाम्रो आइसक्यो हाम्रो केबल कार आइसक्यो केटाहरू छ यहाँ लेट्स गो केबल कार ठ्याक्कै आइपुग्यो जाडो वाइल्ड छ है केटाहरू जाडो वाइल्ड अब हामी ठ्याक्क केबल कार चढ्ने है तपाईँहरूलाई म कसरी चढ्ने भने देखाउँछु यहाँ हतार भयो रे अङ्कललाई यताबाट है आन्टी यसको केटाहरू यहाँ एकदम ग्रुपिजममा तर हामी अगाडि तर आन्टीहरू अगाडि गएर व्हाट्सअप अङ्कल यो काका देख्न सक्नुहुन्छ ठ्याक हामी केबल कारमा चढिसक्यो है त यहाँ दुईवटा आन्टीहरू हुनुहुन्छ नमस्ते भनिदिनु आन्टी ए यहाँ सबैजना यहीँ छ व्हाट्सअप हजुर अब यहाँ खाएको केबल कार चढ्छ चलाउँछ अनि हामी देखाउँछ है चल्दैन एकछिन पछि यहाँ चलेपछि तपाईँहरूलाई चलेको देखाउँ भने खोइ चल्दैन हाउ डज इट फिल भनेर हाम्रो यहाँ बुक्रे रोडोडाइनमिक फिलिङ भन्छ रोडोडाइनन ए हाम्रो केबल कार गुडिसकेको छ हेर्न सक्नुहुन्छ पछाडि ए रोडोडाइनन भन्दा एकलट ए भन्न दोस् रोडोडाइनन भन्नु दोस् हाल्छु यसलाई रोडोडाइनन भन्न आउँदैन केटा हो होइन यहाँ हेर्न सक्नुहुन्छ हामी केबल कारबाट चढ्छौँ लाली गुराँसहरू हेर्न सक्नुहुन्छ वाउ यस्तो बवाल भ्यू छ यहाँ हेर्न सक्नुहुन्छ वी गॉट सो मेनी नाइस भ्यूज दुईटा आन्टीहरू एकदम राम्रीहरू यो नि आउने रे है जस्तो बाटो हिँड्दैन त मरिन्छ त रमाइलो चाहिँ हो दोस्त ट्रेकिङ गर्दै आउनु न मन्दिर आइपुग्यो अर्को पालि मन्दिर आउँछ अझै हिँड्नुपर्छ नि यहाँबाट 10-15 मिनट मन्दिर 10 मिनट त हिँड्नुपर्छ यहाँ पनि लाइन बस्नु पर्ने बिस्तारी हो सबजना यसको अब हामी झर्न लगाएर यहाँ ठ्याक्क देख्न सक्नुहुन्छ यसको कहाँ यहीँ अड्कायो हामीलाई त हावामै अड्कायो तान्छ क्या ए आउँदा नि लाइन बस्नु पर्ने र कतिखेर आउँछ त्यसमा डिपेन्ड हो क्या दोस्त
खाली माइस भने यहाँ हामी झरिसक्यो आमाहरू पछाडि हुनुहुन्छ हाम्रो छोडिसक्यो आमाहरूलाई अब हामी अगाडि जाँदै केटाहरू त अगाडि छ है यसको Let's look at this view. Look at this view. यस्तो बवाल छ नि यहाँ पहिलाको पुरानो केबल कार यहाँ हो है ए ढुङ्गाहरू ओसार्ने हो यहाँ हेर्न सक्नुहुन्छ एउटा पागल यात्री एक्लै कुदिरह यहाँ अर्को पागल यो अफगानिस्तानबाट आयो त्यहाँ हेर्न सक्नुहुन्छ फोटो पोज हानेर यो एउटा यहाँ सक्नुहुन्छ दुईटा हाम्रो यहाँ छोटु दादा ओ इट्स काइन्ड अफ फ्रिकिङ कोल्ड है यता माथि यहाँनिर टेम्परेचर धेरै लो छ डिजन आउने गाडी चाहिँ यहाँ है डिजन गर्मीमा त यस्तो जाडो छ झन् जाडोमा के होला हौ यहाँ दाजुभाइको गफ सुन्नु सक्नुहुन्छ ल ब्याटल सुरु दाजुभाइको गोपी कृष्ण कहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू बाटो चिसो उस्तै छ पुरै कुहिरो लागेछ म त यहाँ 2-3 चोटि आइसकेँ तर ओपर नै जाडो छ केटाहरू आउँदैछ पछाडिबाट सबसे राम्रो फोटो यहाँ आउँछ क्या दोस्त यहाँ अगाडि राम्रो फोटो आउँछ गाइज अब एकछिनको लागि भाइ केटाहरू फोटो खिच्छ होला ल अलि अगाडि अब मन्दिरमा गएर भेटौँला आयो भनेर यहाँ सूचना पाएको छ हामीले हरायो केटा हो सूचना यहाँ एउटा अगाडि हिँड्दा छ हाम्रो गाइड हामी सब पछाडि छौँ चिसो त पुरै छोड्यो ओपर जाडो केही देखेको छैन हुसियो लाएर मन्दिर आइपुग्यौँ मन्दिर त्यहाँ माथि छ त्यही भनेको जाडो त कुरै छोडिदिनु ओपर छ हात ठिराइसक्यो यहाँ हामी सब केटाहरू यहाँ छ डिजन कहाँ छ त्यहाँ तल छ डिजन हामी चाहिँ आइसक्यौँ मन्दिर जाडोले त ओपरै मन्दिरमा छिराउन आइजाब हामी यहाँ माथि छ मन्दिर यो मन्दिर कालिम्पोङ मातालाई दर्शन गर्नु भिडियोबाट हामी चाहिँ पुगिसक्यौँ डिजनहरू सब छ यो मन्दिर चाहिँ गाइस कालिम्पोङ अब हामी एकछिन ढोग्छौँ एकछिनमा भेटौँला अलि अगाडि गएर भेट्छौँ